अखिल असम गोर्खा छात्र संघ पूब सदी आञ्चलिक समितिको उद्योगमा आज हामी शिवसागर जात्रा गरेका छौं र पुरा आक्सुको टिम यहाँ उपस्थित भए हामी आफ्नो जात्रा प्रारम्भ गरेका छौं। यहाँ हाम्रो दादा राजु छेत्री दादा उहाँ पनि साह्रै उदार व्यक्ति हुनुहुन्छ र उहाँले गाडी दिएर आज हामीले मानवता जुन हुन्छ अखिल असम गोर्खा छात्र संघले आफ्नो मानवता साथै पुरा चुनपुरा केन्द्रीय हरिकीर्तन मण्डली तथा पुरा सदियावासीको सहयोगमा आज यो हाम्रो पूब सदिया आञ्चलिकको उद्योगमा हामी आज शिवसागरवासी जो चाहिँ बान पीडित भइराख्नु भएको छ उहाँहरूलाई केही भए पनि सघाउ पुर्याउँ भनेर हामी निक्लिसकेका छौं र हजुरहरू सबैजना सदियावासीले दिएको आशीर्वादले गर्दा आज यो बहुत ठुलो कार्य पनि सम्भव भइसकेछ। यहाँ हाम्रो कपिल छेत्रीजी यहाँ हुनुहुन्छ, यहाँ र हाम्रो पुरा आक्सु टिम छ। सबैजना यो जुन पुण्यको काम हुन्छ त्यो काम गर्न उहाँहरू इच्छुक निक्लिसक्नु भएको छ र यहाँ हेर्नुहोस् हाम्रो चुनपुरा केन्द्रीय हरिकीर्तन मण्डलीको पुरा टोली छ र 2 नम्बर नतुन बालिजान गाउँका सदस्यवृन्द यहाँहरू पनि उपस्थित हुनुहुन्छ र इतिमध्ये 6 वटा गाडी पूब सदिया आञ्चलिक उद्योगमा तथा पुरा सदियावासीको सहयोगमा 6 वटा गाडी यहाँबाट रवाना भइसकेको छ। जय गोर्खाको ध्वनिले र देशमातृ आसामका जुन हाम्रो शिवसागरवासी हुनुहुन्छ उहाँहरूलाई केही सघाउ पुर्याउँ भन्ने उसमा हाम्रो सभापतिजी यहाँ हुनुहुन्छ र उहाँ पनि गाइड गरिराख्नु भएको छ र यति नै हजुरहरू समक्ष यो भिडियो मार्फत प्रेरणा। धन्यवाद।